ल भन् भन्। नमस्कार, आज लेसनको स्याहार भएको छु। अब हामी गोपाल काट्नेतिर लाग्छौँ। पर्खी न पर्खी। ओ जसन यता नानी यता हेर पानी चन्दन हम गर्ने राम्रो अक्षता लगाइदिनु मेरो त आएन पर्खी न पर्खी यहाँ भिडियो बनाइन्छु। यता आइज त किन यहाँ गर्दैछ तिमीसँग बोलाइदियो नमस्ते नमस्ते।
ए तल यो बिल्डिङ बाथरुम हो यो मन्दिरको छेउको अँ हजुरबाले बोलाउनु भएको ल ल यहाँ बस अब कपाल काट्ने कपाल काट्ने काटी गर्ने है ल यता हेर यता हेर लुगाहरू निकाल न लुगा अहिले हो वाइफाई छ त यहाँ यता हेर भाडी हिरो भइहाल्यो पण्डित भएछ चिन्दैन यदि हजुरहरूको पुरस्कार पत्र छैन भने व्यवस्थापन समितिको काउन्टरबाट हजुरहरूको पुरस्कार सहजै रूपमा प्राप्त गर्न सक्नुहुनेछ। हजुरहरू सम्पूर्णको निमित्त यहाँ पुरस्कार पत्र राखिदिएका छन्। यता हेर यता 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 हेर मुख्य भिडियोमा रातोले प्रदर्शन गर्नुपर्दाखेरि हजुरहरूले बाहिरी प्रदर्शन गरिदिनु होइन फोटो भिडियो हो नि ल फोटोमा भिडियो कलै भइरहेको छ ल पखेल के त हेर्नु त यहाँ फोटो पनि अरे खुट्टा पनि निकाल्यो भिडियोबाट फोटो उठ्छ होइन फर्किन छोरी मेरो छोरी अब टिका लगाएर टिका लगाइदिनु यता हेर यता यता हेर झोलामा त राखिदिनु रे क्या ल अब रोक दे नजिक आएपछि रोक है हजुर रोक दे बोलाइदिनु ए लुलु मामा ठुलो मम्मीको पालो ए आउनु नि टिका लाउन दोकान पुगिगई के गर्नु टिका लाउन आइज भन्नु त्यो खुट्टा हेर भन्छ यहाँ नानीलाई लगाइदिनु नमस्कार
गोड लागेको छ त्यो नानीहरूलाई हिन्दी बुझ्छ त यो ए इन्डियाको भनेर हिन्दी त खतरा बुझ्छ अहिले त भर्खरै यसो नेपाली बोल्नु थालेको नभए त दुख मनाउनु अमान भाइको बुद्धि छैन सानो भाइ हो आफूले सिकाउनु पर्छ राम्रो कुराहरू हाम्रो यहाँ ए होला होला दुखी नहुनु खुसी हुनु कुर्सी ल्याइदिनु है कुर्सी हुनु छैन कुर्सी उहाँ त भूमि लगाए एकचोटि त कहाँ लगाएको म लगाएकै छैन लगाइदिएको छैन दिँदा हुन्छ त अब लाउँदा नि यताउति गरेको हो नि अब अनि के गर्दा बिचारा जाडोले उहाँ जाँदै लाग्यो होइन हौ त्यहाँनिर लगाइदिएको छैन क्या लगाएको छैन होइन लु भात सुरुमै दौरा लाउनु पर्ने नि त्यही हो गर्दैन यसले त कुर्सा मात्रै ए भ्याउ शान्ति होस् खानु हुँदैन छिनु मुनु उहाँ टिका लगाएको टिका लगाएर दिएको पैसा त केस काट्दाको पैसा पलटले आफैले भनेर यसमा हालिदिनु मेरो पैसा गोजीमा राख्नु अनि यसले प्लास्टिकमा अघिको प्लास्टिकमा बनाएर यहाँ हालिदिनु मेरो पैसा दादा कताको बोला कताले दादा बोला रात त भसै गयो नमस्ते पर्दैन के नमस्ते गर्नु नि क्यामेरा उल्टो बनाएको नमस्ते यता 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 पैसा छ अघि आएको बाबा हेर्नु है यहाँ हो त भन्नु है लु मामा जेठामामा माइजूलाई बोला न दिदीहरू सबैलाई त्यस्तो एकैचोटि खिच्नु हुँदैन क्या एक एकवटा खिच्ने हो मामाले एकछिनमा अलिअलि टाक्नु त्यसको निदा चिलाइ बनाउँदैछ पचास निकालेर बत्ती बल्छ नि सबै त उहाँ पुसेको छ हौ कर्मदिने ठुलिया छिन् त कुना जाडो भएर उहाँ बिचरा र त एक एकजना यहाँ भएन नमस्ते गर खोइ त्यसको यहाँ यहाँ लगाइहाल्यो ए त्यो त उता अलि लगाइदिनु न यति ताकत दसैँको यति 2 दाना लगाइदिँदा भइहाल्छ अघि पनि निकालेको होला 150 अहिले पनि 150 यहाँको छ है 250 ल 250 भयो 250 भयो 500 पैसा चित्रिका लागिहाल्छ 250 ए 200 भयो 50
तेरो र मेरो पैसा जान्छ नि। 200 भयो अनि यसले दिने गर्को पैसा खाले बल्छ अहिले अघि बल्छ भनेर अघि एकछिन लागिसकेको लाइसकेको जेठी मान्छेको वाला 200 पुग्ने थाइ 300 होला त 1000 रुपैयाँ लगिसक्यो 300 पुग्यो होला अलिअलि लगाइदेऊ न छैन 300 पुग्दैन यता होला नि त यताको फाल्दैछ पैसा निकाल्छ त्यहीबाट दिन्छ त्यहाँ भिडियोमा अब अहिले 100 दिने 300 400 को ल 450 भयो मैले भनिरहेको छु श्रीमती भनेर पाइएन र आधा पैसा दिन बाँधेर लैजाऊ बाँधेर लैजाऊ यो पैसाले दाए है अब यहाँ हाल्नु पर्यो नि त यहाँ 500 को यहाँ हाल्दिनु अनि भान्जा भान्जा मोबाइलमा ए तानी यो छुनु मुनु लैजाऊ छुनु मुनु यस्ता बाउसँगै होला खुजुरा त हैन यहाँ छाप्दै गर्न हिसाब मिलिहाल्छ भान्जा आइदियो त्यसैमा हाम्रो खोइ त त्यहाँ अनि बाँध्नलाई सिसा मेला खोइ त पेटीको ला यता छुनु मुनि यता फेरि आऊ भान्जामा नि आऊ लाइदेऊ आऊ सबैलाई आउँछ त बबिता खोइ त बबिता खोइ त ए लु यता बस्नुपर्छ नि त तिमी ढिलो भयो के बनाएर खुजुरा हेर्दिन अरे कतिको 500 को 500 को त छ तिन सय रुपियाँ लिइराख्नु अहिले 200 रुपियाँ दिनु भइहाल्यो नि एउटै धन्दा फुल राख्नु अहिले 300 जना ए भान्जालाई यहाँ भान्जाको त लास्ट उता घर हिँड्ने बेला मात्रै होला अलि मासिन्छ उसलाई पैसा माग्न यता छैन मलाई माग छोरीहरूलाई खोइ कता कता मान्दै त यो त ज्ञानी छ क्या यो टिका लाउन पनि मान्दैन हिँड्ने बेला हिँड्ने बेला यो मात्रै हिँड्ने बेलामा वो जो गर्छ
उसलाई त मोबाइल भन्नु के के अघि आयो रे भान्साको फेरि अलग्गै मोबाइल हो क्या अहिले उसको आफ्नो पर्सनल यता आइज त यहाँ आइज न यता फर्की त पैसा पनि छ नमस्ते गर्नु छैन म अनि एउटा होइन बज्छ भिडियो बनाइदिए भेना टिका लगाइदिनु माथि बरन्डामा चाहिँ उतापट्टि एकछिन एकछिन टिका लगाउनु बाँकी नै छ लगाइदिनु नि लगाइदिनु लगाइदिनु नि आउनु न तपाईँ भिडियो बनाउँदा कि भेनाजुले टिका अब सम्झिनालाई गर बुझेर लगाइदिनु तपाईँ टिक्रालाई के आज त हामी स्कुल नजाने भनेर काटेको देखेर त थेट हामीमा जानुपर्ने रहेछ भन्दै थिएँ ल खुजुरा देऊ खुजुरा ए दाजु पनि किन छुटेको ए झगडा आरिस भएको ए आरिस भएको मेरो छोरा देखेको छैन ल आउनु न भिडियो गर्दै भेना दिदी छोरी आइज छोरी दादाको बिहे त दादाको माला चेन्ज गरिदिनु दुईटा दिन दुईटा मिलाएर त अलिक तिर्पल बेचेर ल ल पनि त्यही राख झोलामा पैसा हो राम्रोसँग स्कुलमा गएर राम्ररी पढ्नु अलि सानै छ स्कुल आएको छैन ल परमेश्वरी भगवानले रक्षा गरून् श्री पशुपतिनाथले यहाँका देवदारका सम्पूर्ण सिमे घुमे नाग नगिनी घरका कुलदेवताहरूले रक्षा गरून् मावली घरका कुलदेवताहरूले पनि सबैले रक्षा गरून् परमेश्वरी भगवान लो मावलीमा सेवर गराइदिनु हो मावली राजाहरूलाई हजुरबाहरूलाई धन्यवाद परमेश्वरी भगवान खोइ माला लगाइदिएको त नि ए माला मानेन लाउनु ल लाउनु पर्छ नानी ल
त म हेरौँ बुवाले हेर्ने अरे म हेर अनि निकालिहाल्नु यसरी माथि यसरी टाक्रा नाच्ने माथि फोटो खिच्ने ल त्यही भएर नाति लो नमस्ते लु नमस्ते झोलाले ठुलो घर बनायो त्यसलाई स्याहार सुसार पुग्दैन अनि यो त सानो बनायो मेरो पालो है पैसा झर्न आँट्यो ल्याउ त के मजा नमस्ते गरेका नगर्नु ओ बाटो हेर्दै दिदी आँटुलियावाला चित्त रहेछ चट्टरुमा क्या मालुम कोठेको खल्तीमा माफी हुन्छ क्या मालुम मायाको खल्तीमा माफी हुन्छ क्या मालुम